भन्नुहुन्छ गर्मी भयो अल्छी भयो। गर्मी त हुनैपर्छ बाबा, होइन सर? गर्मी आज हुँदैन भने कहिले हुन्छ? मास पुगिसकेपछि डिएक्सनको हेर्नुहोस्, डिएक्सनको प्रोडक्ट जसले खायो त्यसले बेटर भन्छ, राम्रो भन्छ। तर तपाईँ हामी सुन्नको लागि अल्छी मान्छ, होइन? सरी, यदि वास्तवमा तपाईँ हामी जीवनमा केही गर्न चाहन्छौँ भने, केही बन्न चाहन्छौँ भने तपाईँ हामीलाई सुन्नको लागि एकदमै कति सुनौ कि अरू कति सिकाउँ कि त्यस्तो खालको जान्नुपर्छ। अब यहाँ मिटिङमा बस्नु भएको छ, तपाईँहरू घर जानुहुन्छ, खेसारी लालको, दिनेश लालको, पवन सिंहको कस्तो कस्तो फिल्म हेर्नुहुन्छ, मिटिङमा भएको कुरा सबै बिर्नुहुन्छ, होइन? होइन? अरूलाई हिरो बनाउने समय छ, तर आफूलाई हिरो बन्ने समय छैन, होइन सर? यो तपाईँ हाम्रो मानसिकताको कमजोरी हो। अहिलेको समय हेर्नुहोस्, मान्छेहरू पैसा के गरेर कमाइराखेका छन्, तर खुसी छन्? खुसी छन्? छैन। तर यहाँ धेरै जसो आउनु भएको छ, पैसा छैन होला। यो कुरा सुनेर धेरैजना खुसी हुनु भएको छ, होइन सर? किनकि यहाँ सपना छ। फेरि पनि आफ्नो लागि जोरदार गरी बढाउनु। र आजदेखि उहाँले सरले जे कुरा सिकाउनु भएको छ, ड्रिम बनाउनुहोस्। बिना ड्रिमको जिन्दगी चल्दैन मित्रहरू, होइन? अब यहाँदेखि तपाईँले छोटीबारी जानेछ, अब कता जाम भनेर हुन्छ। त्यही भएर बिना ड्रिमको तपाईँहरूलाई थाहा छ, हामी खाना खाएन भने मर्छौँ, हो कि न? खाना खाएन भने मर्छौँ, तर यो सोचेका छैनौँ हामीले कस्तो खालको खाना खाइराखेको छ, हो कि न? यहाँ हाम्रो सरले यति कुरा सिकाउनु भयो कि म बसी धेरै कुरा सिकाउनु, होइन? त्यही भएर मिटिङमा सधैँभरि आउनु, अरूले जाओ नजाओ, नो प्रब्लम, डोन्ट केयर, उहाँ सरले के सिकाउनु भएको छ? धनी मान्छे 5% मात्रै पढेका छन् अनि गरिब मान्छे 95%, हो किन भन्नु त? तपाईँ हामी ज्योतिमा कुनमा हुनु, केमा हुनु? 5% मा कि 95% मा? एक्लै हिँड्नुपर्छ कि हुँदैन? शेरको जिन्दगी हेर्नुहोस् कि गधाको जिन्दगी होइन, गधाको जिन्दगी चलेर जीवन चल्दैन, हो किन भन्नु त? त्यही भएर मित्रहरू, डिएक्सन एउटा शेरको कम्पनी हो, बुझ्नुभयो? यो प्रोडक्ट एकदमै बेस्ट छ, पावरफुल छ, दम छ। अब यही कुरा बताइदिने, अब यहाँबाट जान्छौ, गुरुलाई पढाइ गर्दैन, भरिखरि एउटै कुरा गर्छ, भरिखरि एउटै कुरा बोल्छ, हो किन भन्नु त? तर यो कस्तो लाग्यो? मेरो लागि कस्तो लाग्यो? मेरो लागि मात्र होइन, हाम्रो लागि कस्तो लाग्यो? यस, हो किन भन्नु त? त्यसको लागि जोरदार ताली बजाउनु। तपाईँहरूलाई के गर्न गाह्रो छ? गाह्रो छ? पिबी गर्नुपर्छ, धेरै पिबी गर्नुपर्छ, होइन? तर एउटा कम्पनी बनाउनको लागि कति पैसा लाग्छ हजुर? कति पैसा लाग्छ? मात्र के गरेनौ? एउटा टुथपेस्टबाट हामीले लपति बन्न सक्छौँ। केबाट? यो पनि किन्न पैसा छैन मानव, है? यो पनि किन्न पैसा छैन, एउटा साबुनबाट हामीले लपति बन्न सक्छौँ, हो किन सर? यस। डिएक्सन कम्पनीको सिस्टम यस्तो छ। डिएक्सन कम्पनी किन अगाडि आएको छ त भन्दाखेरि सबैलाई आवश्यकता पर्ने चिज, हो किन भन्नुहोस् त? सबैलाई आवश्यकता पर्ने चिज हो। मलाई छैन सर, तपाईँले नआउनुहुन्न, तपाईँले रात मात्नुहुन्न, हो किन भन्नुहोस् त? तर कस्तो क्वालिटी, कस्तो खालको हामी दिनु पर्छ, हो किन भन्नुहोस् त? त्यही भएर मित्रहरू, हामीले सिक्ने कुरामा एकदमै ध्यान दिनुपर्छ। एकछिन घरको टेन्सन त सबैभरि हुन्छ, कसैको बिमारीको अभाव हुन्छ, कसैको स्वास्थ्यको अभाव हुन्छ, अभाव भनेको देखिसकेको मात्रै हुन्छ। म डिएक्सनमा आएको के को कारणले? म पैसाको लागि आएको होइन है, ए मेरो हजुर, म पैसाको लागि आएको होइन, म स्वस्थ राम्रो आएको होइन, म राम्रो मान्छे बोल्नको लागि आएको छु। त्यसको लागि जोरदार तयारी गर्नु। परिवार भनेको हामी यी ठाउँको मान्छे जोडेर बसिराखेका छौँ, होइन सर? उहाँ सर कहाँको, हो किन भन्नुहोस् त? उहाँ सर कहाँको, उहाँ म्याडम कहाँको? हामीले परिवार जोड्नको लागि बसेका हौँ कि, नत्र साबुन टुथपेस्ट दोकानमै पाइरहेको छ, हो किन भन्नुहोस् त? त्यही भएर मित्रहरू, डिएक्सनको प्रोडक्ट एकदमै नम्बर 1 छ। तपाईँ हामी नम्बर 1 हुने, कहिले हुने? तपाईँ हामी नम्बर 1 कहिले हुने? मरिसकेपछि? कहिले? उहाँ मेडमले पंखा चलाइराख्नु भयो, होइन? सरी मेडम, गर्मी हुनैपर्छ। किनकि तपाईँले यस्तो ठाउँमा आउनु भएको छ कि आज गर्मी आउँदैन कहिले आउँछ?
होइन सर हामीले यहाँ सबै कुरा भएको छन् किनभने हामीले बिमारीबाट तडपिराखेका छौँ हो किन भन्नुहोस् त हामीले पैसाको लागि तडपिरहेका छौँ यहाँ सबै थोक पाइराखेका छौँ तर आज गर्मी हुँदैन भने कहिले हुन्छ भन्नुहोस् त म नेपालदेखि जुडेको होइन म पनि मलेसियादेखि जुडेको मान्छे नेपाल मलेसियामा डायमन्ड थिएँ यति स्टार डायमन्ड भन्नुहोस् न कम्पनीको सिस्टम आज तपाईँ यहाँ आउनुहुन्छ भोलि तपाईँ साउदी युरोप तथा जहाँ गए पनि त्यही लेभल त्यही पति जति समान हुन्छ तर कम्पनीमा काम गरिसकेपछि हुन्छ त्यही भएर ननिदाउनुहोस् सरलाई कन्ट्याक्ट गर्नुहोस् सोसियल मिडिया के को लागि डाटा फ्रीमा सर्च गरिराख्नु भएको के को लागि भिडियो हेर्नको लागि टिकटक बनाउनको लागि के को लागि त्यही भएर मित्रहरू सोसियल मिडिया यस्तो रहेछ कि तपाईँ हामीले आफूलाई पहिचान कसरी गर्नु सोसियल मिडिया यो तपाईँको नाम के हो भन्नेले चिनाउनको लागि सोसियल मिडिया लगाउँछ तपाईँसँग के कला छ भन्ने सोसियल मिडिया बनेको छ र टिकटकमा हामीले जान्छौँ एकछिन डान्स गर्छौँ आशा त्यसपछि होइन भित्र बिमारी बुझिराखेको छ होइन सर त्यही भएको कारणले मित्रहरू अहिलेको दिनमा यहाँ डिजिटल कम्पनीमा आइसकेपछि सबै कुरा हामीले दिन सक्छौँ तपाईँ हाम्रो क्षमता कति छ मेरो हजुर तपाईँ जे पनि काम गर्नुहोस् तर 1 घन्टा त समय दिनुहोस् जे पनि काम गर्नुहोस् लेबर गर्नुहोस् जे गर्नुहोस् तर 1 घन्टा त आफ्नो लागि ध्यान दिनुहोस् यसको लागि ध्यान दिनुहोस् होइन अब भन्नुहुन्छ समय छैन 1 घन्टा पनि खानको लागि समय छैन बोल्नको लागि समय छैन तर त्यो के काम गर्छ विनोद चौधरी कति धनी छ हो किन भन्नुहोस् त त्यसको छोरा अहिले बिमारीबाट तडपिरहेको भन्नुहोस् त त्यही चाहना छ तपाईँ हामीसँग बहुत पैसा नहोस् कम्पनी दिनु नपरोस् कि हो किन भन्नुहोस् त त्यही भएर डिजिटल कम्पनी बेटर छ डिजिटल सिस्टम बेटर छ तपाईँ हामीसँग क्षमता छैन के निदान छ गर्मी लाग्छ सर कतिखेर बिहान हुन्छ कि कतिखेर जाम कि हो किन भन्नुहोस् त त्यस्तो लागिराखेको छ डिजिटल तपाईँ हाम्रो लागि आजको समय तपाईँ हाम्रो लागि यदि आज रोक्नु भएन भने तपाईँहरूको जिन्दगी जहाँ जोगायो सरले सर यहाँ गएर घुमाएर भन्नुभयो नि फेरि त्यही जाने मित्र एक दिन काम गर्छौँ बेलुका खाना गरेर खान्छौँ फेरि भोलि काम गर्नुपर्छ लेबरको जिन्दगी दिनुपर्छ बिजनेस प्लान कति राम्रो सिकाउनु अब यही हेर्नुहोस् तपाईँ 1 घन्टा खानु यहाँ कति राम्रो सिकाउनु भएको छ हो किन भन्नुहोस् त पहिला धेरै काम गर्नुहोस् धेरै पैसा आउँछ तर के काम खानको लागि जाने खाने मेरो हजुर यति आउँदैन साथीभाइलाई बताउन आउँदैन झगडा गर्ने तुरन्तै आयो होइन सर खाने गर्ने त्यो तुरन्तै आइहाल्छ त्यो त सिकाउनै पर्छ तर राम्रोतिर सिकाउनु पर्छ त्यही भएर मित्रहरू डिजिटल एकदम राम्रो छ सर हाम्रो धेरै कुरा सिकाएर जानुभएको छ उहाँको कुरा एकदमै अध्ययन गर्नु होला र म पनि यहाँ आइरहेको छु है ल म पनि यति भन्दै बिदा हुन चाहन्छु नमस्ते गुड मर्निङ